स्वागत छ। आज हामी यो सरकारी निकायमा सूचना प्रविधि मतलब आईटी खरिद र व्यवस्थापनमा सुधार गर्न अख्तियारले दिएको सुझावबारे कुरा गर्दैछौँ है। हो आयोगले एउटा प्रेस विज्ञप्ति निकालेको छ, त्यसमा 10 वटा बुँदा छन्। हो 10 बुन्दे सुझाव। आज यिनै सुझाव किन महत्त्वपूर्ण छन्, यिनले के भन्न खोजेका हुन्, अलिकति गहिरिएर हेरौँ न त। ठिक छ, सुरु गरौँ। ल सुरु गरौँ। निश्चय नै अहिले कस्तो छ भने हेर्नुहोस्, प्रविधि त एकदम छिटो बदलिरहेछ। हो त। अनि जटिल पनि छ। तर सरकारी निकायमा खै यो बुझ्ने अनि व्यवस्थापन गर्ने खालको विशेषज्ञता अलिक कमै देखिन्छ क्या। ए हो र। यसले गर्दा के हुन्छ भने आईटी प्रणाली किन्दा बनाउँदा अनावश्यक खर्च हुने अनि भ्रष्टाचारको जोखिम पनि बढ्ने त्यस्तो देखिन्छ। यी सुझावहरू त्यही जोखिम कम गर्न अनि स्रोतको सही प्रयोग होस्, जवाफदेहिता बढोस् भनेर ल्याएको जस्तो लाग्छ मलाई। पहिलो कुरा त एकदम महत्त्वपूर्ण लाग्यो मलाई, त्यो राष्ट्रिय मापदण्ड बनाउने हो। स्ट्यान्डर्डाइजेसनको कुरा हो। सफ्टवेयर, हार्डवेयर, लागत अनुमान सबैमा एउटै मापदण्ड, अनि फेरि त्यसलाई हेर्ने एउटा केन्द्रीय निकाय पनि हो, एउटै सेन्ट्रल बडी। यसले त एकरूपता ल्याउला नि है, अनि त्यो किन्दा हुने मन परे पनि रोक्ला। हो त नि। तर सबै सरकारी निकायको आवश्यकता त ठ्याक्कै एउटै नहोला नि। यो मापदण्ड कत्तिको लचिलो हुनु पर्ला त? खै। एकदम राम्रो प्रश्न। यस्तो हो नि त, मापदण्डको मतलब सबैलाई एउटै फ्रेममा हाल्ने भन्ने मात्रै चाहिँ होइन। बरु यसले के गर्छ भने एउटा न्यूनतम क्वालिटी हुन्छ नि, गुणस्तर, सुरक्षा अनि प्रणालीहरू एक आपसमा कुरा गर्न सक्ने इन्टरअपरेटेबिलिटी भन्छ नि। हो हो हो, त्यो कुरा सुनिश्चित गर्छ। मुख्य कुरो के हो भने यसले आईटी किन्ने काम व्यक्तिमा भर पर्ने भन्दा पनि प्रक्रियामा आधारित बनाउँछ क्या। प्रोसेस ड्रिभन। अनि अस्पष्टता हट्छ, स्रूप खेर जाँदैन। अनि अर्को कुरा, प्रणाली किन्नु अघि त्यो आवश्यकता विश्लेषण, डिजाइन, लागत अनुमान त्यो पूर्व तयारीको कुरा हो। त्यो विस्तृत पूर्व तयारी गर्यो भने त परियोजना फेल हुने जोखिम पनि घट्छ नि। हो त नि। अनि प्रणाली तयार भएपछि त्यो परीक्षणको कुरा पनि छ, पीएटी र एफएटी। पीएटी र फ्याट, प्रोभिजनल एक्सेप्टेन्स टेस्ट र फाइनल एक्सेप्टेन्स टेस्ट। आंशिक पैसा दिनु अघि पीएटी अनि पुरै पैसा दिनु अघि एफएटी अनिवार्य गर्ने रे। यो त एकदम राम्रो कुरा लाग्यो। हो नि। नत्र त पैसा तिरिसक्यो अनि पछि यो त भने जस्तो चलेन भन्नु पर्ला। हो, ठ्याक्कै त्यही त। यो भनेको कस्तो भने सामान किन्नु अघि राम्रोसँग जाँच्ने जस्तै हो। पीएटीले के गर्छ, प्रणाली जडान गरेपछि सुरुमा ठिक छ कि छैन हेर्छ। अनि एफएटीले चाहिँ केही समय चलेपछि, मानौ 3 महिना जति चलाएर हेरेपछि पनि भने अनुसार नै लगातार काम गर्यो कि गरेन भनेर फाइनल चेक गर्ने। त्यो त महत्त्वपूर्ण रहेछ। एकदम। यसले सफ्टवेयर बनाउने कम्पनीलाई पनि सम्झौता अनुसार काम गराउँछ, राज्यको पैसा पनि जोगिन्छ। अनि त्यो डाटा सार्ने, ब्याकअप राख्ने कुरा पनि छ है? छ। त्यो डेटा माइग्रेसन र नियमित ब्याकअप पनि उत्तिकै महत्त्वपूर्ण हो, सिस्टमको सुरक्षा र निरन्तरताको लागि। ल, प्रणाली राम्रो बन्यो, परीक्षण पनि भयो, तर त्यसलाई चलाउने, सुरक्षित राख्ने त आखिर मान्छेले नै हो नि। हो त। यहाँनिर आन्तरिक जनशक्ति विकास गर्ने अनि बाहिरबाट आउटसोर्सिङ कम गर्ने भन्ने कुरा छ। यो कतिको व्यावहारिक होला? किनभने चाहिने विशेषज्ञता त बाहिर पनि हुन सक्छ नि। हो, हुन सक्छ। तर यस्तो हो नि त, लाम्रो समयसम्म सिस्टम टिकाउन र आफ्नो नियन्त्रणमा राख्न त आफ्नै मान्छे तयार पार्नु पर्यो नि। त्यो त हो। बाहिर आउटसोर्सिङमा धेरै भर पर्दा के हुन्छ, ज्ञान हस्तान्तरण हुँदैन अनि सुरक्षाको जोखिम पनि बढ्छ। सुझावमा पनि भनेको छ नि, संवेदनशील प्रणाली जस्तै मुख्य नेटवर्क, नागरिकको डाटाबेसहरूमा सकेसम्म आफ्नै कर्मचारीको पहुँच होस्, बाहिरियालाई नदिने। अनि त्यो कर्मचारीको भूमिका र जिम्मेवारी प्रष्ट पार्ने रे प्रोफाइलिङ गर्ने। हो, प्रोफाइलिङ मतलब कसलाई सिस्टममा के गर्न दिने के नदिने भनेर भूमिका अनुसार किटान गर्ने। अनि कोही सरुवा भएर जाँदा उसले जानेको कुरा अर्कोलाई सिकाएर जाने व्यवस्था मिलाउने, त्यो पनि आवश्यक छ। सुरक्षाकै कुरा गर्दा त्यो अडिट ट्रेलको व्यवस्थाले पारदर्शिता बढाउँछ भनिएको छ, यो अलिकति बुझाइदिनुहोस् न। अडिट ट्रेल यो भनेको कस्तो भने सिस्टममा कसले कहिले के काम गर्यो, के परिवर्तन गर्यो, त्यसको सबै रेकर्ड बस्ने क्या, डिजिटल लग जस्तो। त्यो पनि नमेटिने खालको। स्वचालित रूपमा। हो, स्वचालित अनि नमेटिने।
यसले के फाइदा भयो भने भोलि केही गडबड भएछ भने को जिम्मेवार हो भनेर पत्ता लगाउन सजिलो भयो। ठिक हो। अनि कर्मचारीहरू पनि थप जिम्मेवार हुन्छन्, केही नचाहिने काम गर्न हच्किन्छन्। पारदर्शिता र जवाफदेहिताको लागि यो एकदमै महत्त्वपूर्ण टुल हो। अनि अन्तिम बुदामा अत्यावश्यक र संवेदनशील सेवा दिने निकायले नियमित आईटी अडिट गराउनु पर्ने भनिएको छ है, त्यो पनि आन्तरिक र बाह्य दुवैबाट हो। यो भनेको सिस्टमको नियमित हेल्थ चेकअप जस्तै भयो। यसले यी सुझावहरू लागू भए कि भएनन् भनेर हेर्ने मात्र होइन, सिस्टममा कतै नयाँ जोखिम पो आयो कि, सुरक्षाका उपाय पर्याप्त छन् कि छैनन्, प्रक्रियाहरू अझै कसरी राम्रो बनाउन सकिन्छ हो, यी सबै कुरा निरन्तर हेर्न र सुधार गर्न मद्दत गर्छ। त्यसो भए यी सबै सुझावहरूको निचोड के रहेछ त मोटामोटी रूपमा भन्दा? सरकारी आईटी प्रणालीमा एउटा स्ट्यान्डर्ड कायम गर्ने, योजना बनाएर मात्र किन्ने, कार्यान्वयन गर्दा कडाई गर्ने, आफ्नै जनशक्ति बलियो बनाउने अनि सुरक्षामा एकदम ध्यान दिने, यही त हो नि है? हो, मूल कुरा यिनै हुन्। र यी सबै गर्नुको भित्री लक्ष्य के हो त भन्दा भ्रष्टाचारको जोखिम घटाउने, सरकारी पैसाको सही उपयोग गर्ने अनि अन्ततः आईटी प्रणालीलाई प्रभावकारी बनाएर नागरिकले पाउने सेवा छ नि हो त्यसको गुणस्तर सुधार्ने। यसले त सार्वजनिक सेवा प्रवाहमा सिधै राम्रो असर पार्न सक्छ नि। यी सुझावहरूले त प्राविधिक र प्रक्रियागत पक्षमा जोड दिए, जुन आवश्यक पनि छ, तर यी राम्रा सुझावहरूलाई कागजमा मात्रै सीमित नराखेर साँच्चै व्यवहारमा उतार्न अनि यसबाट दिगो फाइदा लिन सरकारी निकायहरूको अहिलेको जुन कार्य संस्कृति छ नि, वर्क कल्चर हो, त्यो कार्य संस्कृति अनि कर्मचारीहरूको सोचाइमा चाहिँ कस्तो खालको परिवर्तन वा अनुकूलन आवश्यक पर्ला, यो चाहिँ सोच्नुपर्ने कुरा हो।